किस्मतको ससुराली एकछिन होम भिजिट दसैँको किस्मतको वाइफको मित्र सालु जेठु हेना लडिरहेछ रेडी भइसक्यो अब यता पार्लर पनि सुरु हुँदो रहेछ जेठी सासु यता रेडी भइसक्यो जमरा साइड ज्वाइँहरूको लिफा पनि रेडी रहेछ बिचरा टिका रेडी होइन त्यस्तो होइन आमा पनि रेडी किस्मतको सासु हो यता जेठी सासु किस्मतको जेठी सासुलाई राम्ररी बनाउनु पर्ने चडक्कै केस तानेर केही छैन यता एकछिन बाहिर निस्केको एकछिन हेरौँ भनेर बिचरा ठिकै छ मजै छ दसैँको चाडबाडमा सालो साली दिदी भाइहरू छेत्री बाहुनको यस्तै हुन्छ है चाडबाड चाहिँ हाम्रो बुद्धिस्टको त्यस्तो बेसी राम्रो हुँदैन रातो टिका लाउनु पाउँदैन टिका पनि सुरु भयो बस नानालाई अरे ट्रन अवस्था निर्जला हतार परेको नि हात थापेको अहिले देखेँ होइन सुरु गरिदिइहाल्यो निर्जलालाई पनि छिटो 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 भन्दैछ ठिकै हो भन्दा पनि दक्षिणा हतार परेको होला नि निर्जलालाई अर्को हाँसेको छ कहिले मेरो ट्रन आउने भनेर लै छिटै ऊ चाहिँ हो ढोक्दैछ ढोकबेडी चल्दैछ टिका सिका लगाएर कसरी ढोक्नु पर्ने छेत्री बाहुनहरूको चाहिँ रुल कडै हुन्छ दसैँको चाडबाडहरूमा कान्छा ज्वाइँहरू बिचरा किस्मत ए काइला काइला कान्छा होइन कान्छा काइला